हेलो गुड मर्निङ एभ्रिवान खामरी म सबैजनालाई आज चाहिँ आमा र म चाहिँ बजार जाँदैछ हैन अलिकति काम परेर हैन घरबाट चाहिँ बनाउनु पाइनँ हैन आधी बाटोबाट बनाएको हैन भिडियो यस्तो गर्मी भइरहेछ कि साच्चै भनेको पसिनाले चाहिँ हप्पप भइरहेछ पसिना त्यस्तै आइरहेको छ हो देख्न सक्नुहुन्छ पसिना पुरा आइरहेछ हो हामी चाहिँ आधी बाटो भर्खर आइपुग्यौँ गरमले यति बेसी गरम के भन्नु तपाईँहरूमा भन्नु पनि सक्दिनँ कति बेसी गरम छ भनेर हैन अब अरू जग्गा त योभन्दा पनि डरलाग्दो गरम होला हैन सिलगढी अथवा बाहिर दिल्लीहरूमा अब सिलगढी त छोड्यौँ न यहाँ रम्फू सिङतामहरूमा पनि कति गरम होला यहाँ गान्तोकमा पनि पुरा गरम छ यसपालि त यस्तो गरम छ एकछिनमा नआयो एकछिनमा पसिना हल्का आउनु खालको छ हो यस्तो गरम छ कि के भनौँ थाकेर यस्तो भयो फेरि हो यता चाहिँ फेरि गाडी पाउँदैन हो त्यस्तो छ नि त रोड छ तर गाडी पाउँदैन किनभने यहाँ चाहिँ बिचमा चाहिँ उयो के अरे पहिरो आइरहेको छ नि त कारणले होइन पहिरो आएर चाहिँ बाटो चाहिँ रफ छ अन्त रफ बाटोले गर्दा चाहिँ गाडी हिँड्दैन बेसी होइन अन्त यहाँ जानुपर्छ आधी बाटोसित हो अन्त त्यही कारणले अन्तखेरि चाहिँ यस्तो देखिरहेको होला हो गरमले गर्दा यस्तो गर्मी छ नि अन्त के गर्नु क्रिमहरू लगाएको पनि सबै बगाएर जान्छ हो फाइदा छैन क्रिम लगाउनुमा नि गर्मी भएर मेरो मम्मी त पसिना पो पुस्दैछ कस्तो चाहिँ गर्मी चाहिँ छ त अन्त यस्तो पसिना छ्याप्छ्या भइरहेछ मम्मी पनि म पनि हेर्न सक्नुहुन्छ यस्तो लाग्दो पसिना आइरहेछ हो देख्नु भएको छैन होला तर प्रायः चाहिँ छ्याप्छ्या भइरहेछ यिनीहरूको त्यत्तिकै आइरहेछ होइन गर्मी छ हौ गर्मी यस्तो गर्मी छ रोड चाहिँ यहाँ चाहिँ यत्तिकै राम्रो छैन हाम्रो तल चाहिँ अब अलिकति तल चाहिँ हेरिङ गरेर चाहिँ आधी बाटोमा चाहिँ पहिरो आइरहेको छ होइन त्यही कारणले चाहिँ गाडी हिँड्दैन अन्त यसरी हिँड्नुपर्छ होइन आधी बाटोसित ओके बाई बाई अहिले बजार पुगेर भेटौँला तपाईँहरूलाई म बजारको नजारा देखाउने छु हामी चाहिँ एमसीमा आइपुग्यो हो दाइजु त्यो नानीले लडेपछि के को सरम हो